यो चाहिँ अब हाम्रो यो के अरे गाउँको यो एकदम अर्ग्यानिक तरकारी कि यो चाहिँ अब यो हाम्रो भाषामा चाहिँ यसलाई चाहिँ जरिङ्गो भनिन्छ, अन्य भाषामा के भनिन्छ यसलाई चाहिँ होइन। यो यसपालो चाहिँ अलि पानी र मल पुग्यो भने छिट्टो निस्किँदो रहेछ कि, अब अन्त चाहिँ निस्केको छैन यसलाई चाहिँ। यो मल खाट नजिकै अनि यहाँ के अरे पानी नि अलिक टाइममा हालिरहेको थियो मैले, त्यो भएर चाहिँ निस्किसक्यो अहिले नै। अब कुनै गरेँ कि मल खाट त्यो किबीलाई मलसल हाल्यो, त्यसपछि यसो उयो गरेको हामीले पानी नै हालिहाल्छौँ किबीलाई त। अनि किबीलाई पानी सँगसँगै हाल्यो भने यसमा साग पनि लगाइदियो भने खासै यसले त धेरै उ सोच्दैन नि त, मल फेरि दिँदैन भने के हुँदो रहेछ लगाइहेरेको मैले। अलिक यसमा 2 वर्षलाई पनि ट्राई गरेको, यति राम्रो हुँदो रहेछ साग तपाईँको। अहिले त यो रोपेको यो सारेको 15-20 दिन भयो, साग यति राम्रो भइसकेछ कि। यो खानेपानी ट्याङ्की अब अन्त कहीँ ठाउँ नभएर मैले अब यहीँ चाहिँ बनाउनु लाग्यो पहिलादेखि यो। अनि यो खानेपानी ट्याङ्की भयो, अनि यसलाई चाहिँ यसो खानेपानी यहाँ भयो ट्याङ्की, अनि यति जग्गा चाहिँ यसो खाली बस्ने किन यसलाई चाहिँ उ गरौँ त भने एक बोट यहाँ किबी रोपिदिनु पऱ्यो, किन पानीलाई नै यसो चिसो बस्ने। अब किबीको बोटमा जाने भएपछि कसरी अब अझै अब अलिक नयाँ उमा चाहिँ गर्न सकिँदो रहेछ भनेर चाहिँ मैले के ऊहरू यो वर्ष मैले गरेको नयाँ। पहाडको काखमा फैलिएको यो शान्त भूभाग, जहाँ प्रकृतिको लयसँगै किसानको सपना पनि बढ्दै गएको छ। यही ठाउँमा सुरु भएको छ किवी खेतीको एउटा सुन्दर यात्रा। लासो टचिदिले नमस्कार। हामी अहिले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा रहेको यस किवी बगानमा छौँ। करिब 7 रोपनी क्षेत्रफलमा फैलिएको यो बगान पहाडी क्षेत्रमा फलफुल खेतीको सम्भावना झल्काउने एउटा उदाहरण हो। अहिले बगानमा धेरै हरियाली देखिँदैन, तर यी किवीका बोटहरू शान्त रूपमा नयाँ मौसमको प्रतीक्षा गरिरहेका छन्। समयसँगै यिनले नयाँ पालुवा निकाल्नेछन् र यही बोटहरूमा मिठा र पोषणयुक्त किवी फलहरू फल्नेछन्। नमस्कार, म चाहिँ सुजन बुढाथोकी, यसो भोटेकोशी गाउँपालिका वडा नम्बर 1 सिल्दुम डाँडा। आज म चाहिँ मेरो आफ्नै यो किवी बगान सँगसँगै किवी बगानभित्र मैले चाहिँ अन्य तरकारीदेखि लिएर सबै उत्पादन गर्दै आइरहेको छु। यो कुरा त खासै हाम्रो जति पनि भोटेकोशी गाउँपालिकाका साथीभाइ लगायत सम्पूर्णलाई यो जानकारी भएको कुरा हो। अनि यसलाई चाहिँ फेरि कसरी अब अझै अब अलिक नयाँ उमा चाहिँ गर्न सकिँदो रहेछ भनेर चाहिँ मैले के ऊहरू यो वर्ष मैले गरेको नयाँ उसलाई चाहिँ देखाउनु गएर कि यो चाहिँ उयो लहरे आँप यो हाम्रो यहाँ गाउँमा चाहिँ छैन अहिलेसम्म होइन। यो तल एउटा कान्दिदिका चाहिँ फलिरहेको छ, अनि मैले नि ल्याएर रोपेको छु। यो चाहिँ अब यो अझै लाग्छ 1-2 वर्ष चाहिँ टाइम लाग्छ होला फल्नुलाई। यो चाहिँ लहरे आँप जग्गा बाँझो बस्ने रहेछ। जस्तो हामीले किवीको दुरी भनेको तपाईँको अब कम्ती नै 4 मिटरको दुरीमा चाहिँ हामी किवी रोपेका हुन्छौँ भने त्यो 4 मिटरको त्यो बिचको जग्गा चाहिँ खाली बस्दो रहेछ। त्यो बाँझो जग्गा चाहिँ खाली बस्दाखेरि खासै बगानलाई शोभा पनि नदिने, अनि त्यो जग्गा पनि खेरो जाने, अनि त्यत्तिकै गोडमेल मात्रै त्यो किवीको लागि मात्रै गोडमेल गर्दाखेरि पनि खर्चिलो हुने। अनि मैले चाहिँ त्यसलाई चाहिँ के गर्नु खोजेँ भने यो वर्ष मेरो यो भेगैभरिमा चाहिँ अनि अब जति लगाएको छु मैले किवी, यसलाई चाहिँ त्यो बाँझो बिचमा बस्ने बाँझो जग्गालाई चाहिँ सबै खनेर यसमा चाहिँ कुनै ठाउँमा यहाँ तपाईँहरूले देखिरहनु सक्नुहुन्छ केरा लगाएको छु। यो त अब धेरै वर्ष धेरै महिना बस्दैन यो त। अब लगभग बजारमा फेरि यस्तो माग छ कि हरेक केराको, हाम्रो गाउँघरमा चाहिँ फेरि यसलाई उनै गरेको छैन कि। हरेक केरा तपाईँको कोसामै 80-90 रुपियाँ किलोमा तपाईँको होलसेलै बिक्री हुन्छ कि। यो चाहिँ बजारमा हालेर हामीले बेच्दा पनि त्यति आउँछ। त्यही हिसाबले मैले किन खाली राख्नु त भनेर चाहिँ मैले यो
केराउलाई उ गरेको छु। यो लगभग यो भेग 4-5 गरा चाहिँ मैले यहाँ केराउ रोपेको छु। अनि उता गरा चाहिँ उतापट्टि पाखामा चाहिँ आलु रोपेको छु मैले, किन आलुको बोट पनि तल छुकमै हुने भयो। अनि किबी गोडेको जस्तो पनि र जग्गाको सदुपयोग भएको जस्तो। अनि यसो हेर्दाखेरि अनि त्यो अरू अन्य खेती पनि गरे पछाडि त्यो काँला टास्ने खनजोत बिचमा नि भए पछाडि अनि किबीलाई नै अलिकति मलिलो जस्तो अब झारपातहरू नआउने त्यो हुँदो रहेछ। त्यस कारणले अनि मैले चाहिँ यो वर्ष चाहिँ नयाँ भने चाहिँ त्यही गरिरहेको छु कि गत वर्ष नै होला योभन्दा अगाडिको उमा पनि मैले चाहिँ के हुँदो रहेछ त यसलाई चाहिँ नयाँ नयाँ चिजहरू चाहिँ लगाउँदै जाने भनेर मैले थप भने चाहिँ यो वर्षलाई अब के फल्दो रहेछ त हाम्रो गाउँमा जहिले पनि भन्ने गर्छ कि लेख हो, लेखमा फल्दैन भन्छ कि। आखिर हुँदो रहेछ कि सबै तपाईँको लगाएपछि सबै चिज हुँदो रहेछ। मेरो अब जस्तो यहाँ उखु छ, मैले उखुलाई के अरे हुँदो रहेछ नहुँदो रहेछ। ट्राईको लागि 1 बोट रोपेको अस्तितिर सबै काटेर एक नै भइसकेको थियो। 7-8 त काटेर खाइसक्यो। 2 बोट चाहिँ त्यसलाई बिरुवाको लागि अनि अर्को निस्किँदैछ उखु नै हुँदो रहेछ। अनि खुर्सानी त मैले गता पनि भन्दै आएको मेरो कोही अब 1 टनले चाहिँ कटिङ गरेर राखेको छु। अब यहाँ अहिलेसम्म मेरो खुर्सानी यहाँ देखिरहनुहुन्छ, खुर्सानी अहिले पनि फलिरहेको छ। यसलाई चाहिँ कटिङ गर्ने टाइम पनि त भइसक्यो र पनि त्यो 2-4वटा चाहिँ अब अहिलेको हाम्रो गाउँको यो अब सिस्नु अब अहिले यो ठ्याक्कै यो चिसो सिजनमा सिस्नु मिठो हुने सिस्नुसँग चाहिँ यो खुर्सानी अझै त्यो अकबर यो डल्ले खोर्सानी चाहिँ त्यो हुन्जेल चाहिँ भनेर 1 टोललाई चाहिँ नकाटिकन राखेको छु। अनि सँगसँगै यो अब भयो प्याजहरू भयो, लसुनहरू, के अरे यो बन्दाहरू अहिलेसम्म मेरो यहाँ छ बगैँचामा। मैले पहिला पनि भनेको थिएँ तपाईँको के अरे त्यो चाहिँ त्यो हामीले आलु बाख्रा त होइन, त्यसको नाम त के पो भन्थ्यो यसलाई त त्यो आलाम पनि भन्दो रहेछ। त्यो गुलियो हुने खालको फल, त्यसलाई चाहिँ ट्राईको लागि भने त्यो फल्यो भने चाहिँ म खेतीको पुरै गर्छु भनेर चाहिँ सोच बनाएको थिएँ भने मैले पहिला पनि भनेको थिएँ। मजाले फल्दो रहेछ त्यो। अब टिपेर फलफुलमा खानु नि अब स्वादिलो। त्यसलाई खान सकेन भने रक्सी नै पार्ने मिल्दो रहेछ। फेरि हाम्रो गाउँघरतिर त लोकल कोदो उसिनेर टक्क त्यो फलफुलको हेर्दा कि किबीको पनि रक्सी भन्यो मैले 2 वर्ष भयो। जति पनि मेरो बजारमा जाने किबी चाहिँ बजारमा जान्छ। अनि बाँकी चाहिँ जुन चाहिँ साइज अलिक मसिनो भएको चाहिँ मैले त्यो किबीको रक्सी बनाउने गरेको छु मैले चाहिँ। किबी व्यवसाय गर्ने साथीहरूलाई कति इच्छुक हुनुहुन्छ होला। अनि यो चाहिँ गाह्रो छ। फेरि तपाईँको वर्षै बिच गोडमेल गर्नुपर्ने यहाँ अब यसरी यहाँ यो पिलर बनाएर थाराको लागि पिलर तार दुनियाँ मैले पनि सकिनँ। गत वर्ष मलाई गाउँपालिकाले राम्रै सहयोग गर्नुभएको थियो। 4 लाख रुपियाँ उताबाट अनुदानमा घेराबार लागि भनेर। अनि आफू साझेदारीमा मैले 4 लाख रुपियाँ, पालिकाले 4 लाख रुपियाँ भनेर खासै अब पालिकाको अब बजेट 4 लाख भयो भने त्यहाँ फेरि कर कटिने हुँदो रहेछ। 3 लाख जुन चाहिँ हामी कृषकले पाउँदो रहेछौँ। अनि त्यसमा नि मलाई फेरि धेरै राहत भयो। फेरि अनि अब पुरै चाहिँ भएको छैन मेरो घेराबाट, किनभने लगभग 9 लाख जति नै खर्च गरेँ मैले। किनभने सकभर आफ्नै बगान हो, आफूले उ गरौँ भन्ने हिसाबले गरेको। यो सिँगै मेरो यो तपाईँको लगभग 7 रोपनी जति नै छ जग्गा यो हाम्रो उमा, मेरो अलि उमा चाहिँ। अनि यो सिँगैलाई हेर्नु पर्दाखेरि चाहिँ अलिकति पुगेन। यो तल्लो साइड चाहिँ अलिक जस्ता अर्को त्यो उहरू गाडेर जस्ताले बाहिर राखेको छु मुनिपट्टि चाहिँ फेरि। अनि जस्तो यो माथितिर तपाईँले देख्नुहुन्छ त यो कतिपय बोर्डहरूमा मेरो आधीमा पिलर पनि पुगेको छैन। यो खर्चिलो अब हुँदो रहेछ। आम्दानी पनि ठिकै जस्तो। अब यो बजार भाउ त्यति अलि ऊ छैन हाम्रो बजार व्यवस्थापन अलिक भएको कारणले त्यति जति उत्पादन भएको भनेको टाइममै फेरि बजारमा लगेर फ्याट्ट बिक्री भइ नहाल्ने समस्या। अनि खर्च चाहिँ अलिक बढी आउने। र पनि म त अब पहिल्यैदेखि नै अब यही कृषि पेसामै गरिरहेको मान्छे। म जहाँ छु जे छु अब यही कृषिबाटै गरिरहेको मान्छे। अनि यसलाई नै निरन्तर दिँदै अब यो वर्ष नि थप्ने विचारमा छु। अब यहाँ अलिक खाल्डो खनिरहेको छु 20-25 बोट चाहिँ अब यो वर्ष नि थप्छु फेरि किबी थप्नु चाहिँ। अनि यो
राम्रै छ खासै खर्चिलो चाहिँ खर्चिलो छ खट्नुपर्छ मेन चाहिँ आफू यो चाहिँ कस्तो रहेछ भने आफूले खट्नु सक्यो भने चाहिँ यो कृषि पेसामा थोरै देखिन्छ हुन्छ नै अनि सबै फेरि आफू चाहिँ बजारमा बसेर मान्छे मात्रै लगाउँ अनि अरू अन्य खेताला लगाएर चाहिँ त्यहाँबाट आम्दानी लिउँ भन्दा चाहिँ यो चाहिँ आश गर्नु नपर्ने रहेछ फेरि किनभने यसलाई चाहिँ वर्षौनी तपाईँको यो मल खाद गर्नु दिनु पऱ्यो लगभग यो वर्ष मैले आफूले बाख्रा पालेको छु 5-7वटा त्यो एक वर्षको मल जम्मा गरेर नपुगेर मैले यो वर्ष 12-13 हजार त मैले मल मात्रै किनेँ अनि मल किन्नु पऱ्यो अब यहाँ गोडमेरको लागि अब आफूले मात्रै भएन कटिङ गर्नुदेखि हरेकमा चाहिँ सबै गर्दाखेरि चाहिँ अलि आफै खट्यो भने चाहिँ आफ्नो परिवार आफै खट्यो भने चाहिँ हुने जस्तो रहेछ होइन भने चाहिँ यो अलिकति यो मान्छे मात्रै लगाएर चाहिँ त्यति अब अलिक ठेक्नु नसकिने रहेछ अब हाम्रो यो कृषि प्रधान देश भनिन्छ आखिर खै खासै त्यति कृषिमा बजेट छुटाएको छ नि देखिँदैन मैले हाम्रो नेपाल सरकारले यो वर्ष चाहिँ मैले गत वर्षतिर चाहिँ यो किबीमा म पनि खासै यो त्यति कहीँ तालिमै प्राप्त मान्छे चाहिँ होइन फेरि म अरूले गरेको देखेर यसो हेर्दै सिक्दै अब अन्त फोनतिर के गरिरहेछ त्यो हेर्दै आएर गरेको मैले चाहिँ अनि सबैको यो के अरे किबीको बोर्डमा कलर गरेर देख्छु म अनि गएर मैले कुनै के अरे हाम्रै प्राविधिकहरूलाई चाहिँ कृषि सम्बन्धी ज्ञान भएको प्राविधिकहरूलाई सोधेँ त्यो यो कलर गर्नुको कारण चाहिँ किन त यो चाहिँ के हो भनेको पो अनि होइन यो त कलर गर्नै पर्छ तपाईँले जुन कटिङ गर्दाखेरि त्यो काटेको ठाउँमा लाउँदाखेरि हामीलाई सामान्य चोट लाउँदाखेरि हामी मलम लगाउँछौँ ठ्याक्कै उनीहरूले पनि त्यो के अरे बोर्डलाई पनि त्यो कटिङ गर्दाखेरि त्यो लगायो भने मलममा काम गर्ने अरे यसले चाहिँ ठ्याक्क त्यो उता उसको सुक्न पाउँदैन प्लस यो फेदमा कलर गरे पछाडि यो कलर मात्रै नभएर यो चाहिँ अब एउटा के ढुसी रोग पनि रोकथाम गर्छ अरे यसले अनि सँगसँगै यसो हेरेको अनि अब रोग पनि के अरे रोकथाम हुने अनि यसो बगैँचामा सलक्क यसो गेटबाट यसो छिर्ने बित्तिकै हेर्दा नि अलिकति सौन्दर्य नै बढ्ने रहेछ कि यसले चाहिँ दुईवटा काम गर्ने देख्यो ठाउँमा लगभग प्रायः घरमा छ होला जस्तो लाग्छ मलाई कतिपयको धेरै जस्तोमा सायद हुनुपर्छ यो हाम्रो यो चाहिँ अब भेन्टा भनिन्छ ठ्याक्कै यसले गर्ने काम भनिन्छ अचार खानलाई गोले भेटाएकै काम गर्ने अनि यसलाई चाहिँ रुख भेन्टा भनिन्छ अनि यसको खेती नै खासै मलाई चाहिँ यो गऱ्यो भने चाहिँ अझ हाम्रो यो माथिल्लो बेलमा उपयुक्त हुनु जस्तो लाग्यो मैले किन नर्सरी पनि गरिरहेको छु यो वर्ष मेरो नर्सरी थोरै राखेको छु मैले 10-12 बोट निस्किएको छ अहिले गएर यो वर्ष मैले यहाँ थप्दैछु यो उसलाई किनभने यो अहिलेसम्म हामीलाई अचार खानलाई गोल भेटाएको आवश्यक नपर्दो रहेछ कि किनभने ऊ अहिलेसम्म बोर्डमा फलिरहेछ कोही फुल्दैछ कोही फल्दैछ भनेपछि यसले हामी यहाँ लेखमा बस्नेहरूलाई चाहिँ गोल भेटाएको चाहिँ तरकारीमा चाहिँ मैले युज गरेको छैन यो तर अचारलाई धेरै राम्रो यो खेती नै गर्दा हुँदो रहेछ बजार पनि राम्रै माग्छ यो चाहिँ फेरि अनि जति यो वर्ष मेरो यहाँ फल्यो तपाईँको बारिसमै गोल भेटाएको भाउमा चाहिँ तल बजार पनि जाने चाहिँ एक बोटमै यो राम्रो मल खाद पुग्यो भने एक बोटमा लगभग यो 20-25 किलो फल्दो रहेछ खास यो भेन्टा पनि त्यस कारणले हामीले यसलाई पनि यसलाई पनि अलिक व्यावसायिक खेतीको रूपमा नै लानु सक्यो भने राम्रो जस्तो देखेँ मैले चाहिँ यसलाई किवी खेती सजिलो छैन। यसलाई धैर्य, ज्ञान, उचित माटो, अनुकूल मौसम र निरन्तर हेरचाह आवश्यक पर्छ। किसानको मेहनत र प्रकृतिको साथ मिल्दा मात्र यसको प्रयास सफल हुन्छ। आज शान्त देखिने यो बगान भोलि हरियालीले भरिनेछ र यही ठाउँमा फल्ने किवीले किसानको आशा र भविष्य दुवैलाई उज्जवल बनाउनेछ।
प्रकृति मेहनत र आशाले बुनेको यो कथा यही पहाडको काखमा रहेको चिबी बगानमा जीवित छ।